एयरपोर्टमा जानुहुन्छ भने यो भन्दा ठुलो भिड विदेश गइराख्नु पर्यो। मलाई थाहा छ, म देशबाट पनि तपाईहरु विदेश जानुभएको छ। कहाँबाट चाहिँ विदेश गइएको छैन? हिमाली क्षेत्रको पनि विदेश गइएको छ, पहाडी क्षेत्रको पनि विदेश गइएको छ। सबै हामी विदेशै गएर मात्रै तपाईको पेट पाल्न बाध्य भइरहेका छौं। अहिले हामीले गरेको पेशा व्यवसायहरू त्यति राम्रो चल्दैन। यो दोकानमा सोध्यो भने यो दोकान पनि भाडा तिर्नलाई मुस्किल होला, माथिल्लो तलको पनि त्यस्तै हो हैन। यो मधेसको मात्रै समस्या होइन, पूर्वमा धरानतिर आउनुभयो भने त्यहाँ पनि त्यस्तै समस्या छ। यी सारा आर्थिक मन्दी के भएर भयो, यसतर्फ पनि हामीले ध्यान दिनुपर्छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, साँच्चै नै यो देशलाई विकास गर्ने भने श्रम संस्कृतिसँग त्यो भिजन छ, जुन भिजनले यो देशलाई परिवर्तन गर्न सक्छ। हामी शिक्षामा परिवर्तन ल्याउन चाहन्छौँ। बोलिराखेकै कुरा यहाँ दोहोरिन सक्छ, तपाईहरुलाई चाहिँ बोर नलागोस्। यहाँहरूलाई म जानकारी गराउन चाहन्छु, शिक्षाबाट मात्रै हामीले परिवर्तन ल्याउन सक्छ। हाम्रो केटाकेटीलाई, हाम्रो नानीहरूलाई एसएलसी गरुन्जेलसम्म, अहिले त एसईई भन्छ क्या र हैन, त्यो गरुन्जेलसम्म उसलाई हामीले धान फलाएर खान सिकाउनु पर्छ, कोदो रोपेर खान सिकाउनु पर्छ, फलफूल रोपेर खान सिकाउनु पर्छ, तरकारी रोपेर खान सिकाउनु पर्छ। अहिलेको शिक्षा के छ भन्दाखेरि पढ्यो अनि भरे भोक लाग्छ, ग्यास्ट्रिक भएर अल्सर लागेर क्यान्सर लागेर हुन्छ। पढिसकेपछि कमसेकम हामीले भात खान सक्यौं न हैन, त्यसलाई पो भन्छ शिक्षा। हाम्रो देशको शिक्षा उत्पादनसँग जोडिएको छैन। यो हाम्रो देशको शिक्षा निर्माणसँग जोडिनुपर्छ। हामीले पढिसकेपछि कमसेकम हामीलाई घर बनाउन आओस्। अहिले हामीलाई केही बनाउन आउँछ? एउटा सफारी बिग्रियो भनेदेखि मेकानिक कहाँ छ भनेर कुदिनुपर्छ, एमए को सर्टिफिकेट यहाँ छ हैन, हो कि न भन्नु न। डिग्रीको पास गरेको छ, डिग्रीको सर्टिफिकेट बोकिरहेको छ, एउटा बत्ती फेर्नु पर्यो भने कता इलेक्ट्रिसियन खोजेर 10 दुनियाँ खोजिरहेको। त्यो खालको परनिर्भर खालको चाहिँ शिक्षा भएको कारणले गर्दाखेरि है हामीले निर्माणसँग जोडिने शिक्षा हामीले चाहिँ लागू गर्नुपर्छ भनेर भन्छौँ। र अहिलेका जेनजी पुस्ता हामी भन्दा धेरै इन्टेलिजेन्ट हुनुहुन्छ। म हुर्किँदाखेरि मैले हैन यसो ढुङ्गाहरू आलुहरू खेलाउँदै हुर्केको। अहिलेको नानीहरू के गरेर तपाईको छैन के रे हुर्केको हुन्छ भन्दाखेरि अहिलेको नानीहरू मोबाइल खेलाएर हुर्किरहेको हुन्छ। त्यसो भएको कारणले गर्दाखेरि म जेनजी पुस्तालाई पनि भन्न चाहन्छु, यति इन्टेलिजेन्ट तपाईहरु बन्नुहोस्। यो देशमा अमेरिकाले अहिलेसम्म आइफोन 17 निकालेको छ क्या र आइफोन 20 बनाउनु है। त्यति एडभान्स मैले भन्नुको मतलब त्यसलाई आइफोनै भन्नुपर्छ भन्ने छैन। एनफोन भनौँ त नेपालको फोन हैन है, एनफोन 20 निकालेर देखाउनु, त्यो खालको शिक्षा हुनुपर्छ भन्ने हाम्रो तर्क छ। र तर्क मात्रै होइन, हामी त्यो लागू गरिसक्छौँ। तर त्यो लागू गर्नका लागि तपाईहरुले हामीलाई अनुमोदन गरिदिनु पर्यो। हर्कसाम बाङले मात्रै एक सिट सुन्छ, एकमा जितेर हुँदैन। यतातिरका उम्मेदवारहरूलाई पनि तपाईहरुले जिताइदिनुहोस्। यो देशमा हामी उत्पादनको तपाईको चाहिँ एउटा बहार ल्याउनेछौँ। कोही मान्छे फुर्सदमा बस्नु हुँदैन भन्ने हाम्रो सिद्धान्त हो। श्रमको सिद्धान्तले के भन्छ म तपाईहरुलाई भनौँ। श्रम संस्कृतिको मान्छेलाई दुईटा हात, तपाईहरुको दुईटा हात देखाइदिनुहोस् त एकचोटि। यी हाम्रा दुईटा हातले, पछाडि बक्सनेरले दुईटा हात देखाइदिनुहोस् प्लिज। यी हाम्रा दुईटा हातले कहिले पनि म कामना गर्छु तपाईको छैन बर्दिवासको पवित्र माटो छोएर हैन, तपाईको आत्मा साक्षी राखेर म कामना गर्छु, यी दुईटा हातले कहिले पनि नराम्रो काम नगरोस्। यी दुईटा हातले कहिले पनि भत्काउने र जलाउने काम नगरोस्। यी दुईटा हातले एउटा नेपालीले अर्को नेपालीको रगत बगाउने काम कहिले पनि नगरोस्। यी दुईटा हातले जहिले पनि यो देशको उत्पादन र निर्माण गर्ने काम गरोस्। म त्यो तपाईको कामना गर्न चाहन्छु। तपाईहरुको ती दुईटा हातले जहिले पनि सत्कर्म गरिरहोस्, जहिले पनि यो देशका लागि तपाईको चाहिँ काम गरिरहोस्। म त्यो भन्न चाहन्छु। यहाँ सबैजनालाई हार्दिक धन्यवाद दिन चाहन्छु। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, थुप्रै कुराहरू छन्, तर हामीसँग समय त्यति नभएको कारणले गर्दाखेरि छोटोमा कुरा राख्छु। अब यो देशमा श्रम संस्कृतिको खाँचो किन छ भन्दाखेरि हामीलाई सुशासन चाहिएको छ। सुशासन मात्रै चाहिएको छैन, समृद्धि चाहिएको छ। समृद्धि मात्रै चाहिएको छैन, शान्ति चाहिएको छ, सुख चाहिएको छ है। र हामीलाई हाम्रो देश स्वाधीन बनेको हामी चाहन्छौँ कि हाम्रो देश पराधीन भएको देख्न चाहन्छौँ त हामी? यहाँ कोही छ तपाईको छैन हाम्रो देशको तपाईको छैन हैन भूगोलभित्र विदेशी मान्छेहरू आएर चाहिँ हामीलाई उपनिवेश बनाओस्, हस्तक्षेप गरोस् भन्ने कोही मान्छे हुनुहुन्छ यहाँ? यदि त्यसो हो भने श्रम संस्कृति नै स्वाधीनताको पक्षमा उभिएको एक मात्र पार्टी हो, जसले खुला रूपमा गलतलाई गलत भन्न सक्छ, सहीलाई सही भन्न सक्छ।
हामी कोही कसैलाई तपाईँको छैन आन्दोलनमा जा, झगडा गर, त्यहाँनिर काटामार गर भनेर कहिले भन्दैनौ। बोलाउँछौ त सिर्फ यो देश बनाउनलाई बोलाउँछौ। जब देश भत्किरहेको हुन्छ, जब देशका सिमानाहरू ढलिरहेको हुन्छ, त्यतिखेर तपाईँहरू आउनुपर्छ है पर्खाल लगाउन भनेर हामी बोलाउँछौँ। सांकेतिक रूपमा बुझ्नुहोस्, सांकेतिक रूपमा बुझ्नु होला। यहाँहरू सबैजनालाई म त्यो भन्न चाहन्छु, आदरणीय दाजुभाइ दिदीबहिनीहरू, गफले देश बन्दैन। गफले देश बन्ने भने यहाँ म 6 महिना भाषण गर्छु, बन्दैन। तपाईँ आउनुहुन्छ, तपाईँले 7 महिना गर्नुहुन्छ, बन्दैन देश। देश बन्छ त श्रमले बन्छ, कामले बन्छ। त काम गर्ने हो भने हामी श्रम संस्कृतिको विकल्प अरू कुनै नरहेकोमा जानकारी गराउन चाहन्छु। विकास भन्ने बित्तिकै विदेशी ऋण लिएर, विदेशी अनुदान, विदेशीले दिएको चाहिँ तपाईँको भिक्षा र दानलाई पक्रेर हामी हाम्रो देश बनाउँछौँ भन्ने कल्पना कसैले गरेको छ भने त्यो सरासर तपाईँको चाहिँ दिवा सपना हो, त्यो साकार हुनेवाला छैन। हामी यो देश बनाउँछौँ भने हामी आफ्नै पाखुराको दममा, हामी आफ्नै स्रोत साधन परिचालन गरेर यो देशलाई उठाउन सक्छौँ भन्ने कसम खाएर निस्केका मान्छेहरू। हामी भ्रष्टाचार गर्दैनौँ, भ्रष्टाचार गर्नेलाई छोड्दैनौँ। म यहाँहरू सबैजनालाई भन्न चाहन्छु, यी मान्छेहरू जो जसलाई हामीले टिकट दिएका छौँ, यी मान्छेहरूले 1 रुपियाँ मात्रै भ्रष्टाचार गरेछ भने यो खम्बामा बाँधेर कुट्नुपर्छ। भोलि म पनि हर्क साम्पाङले पनि यदि कहीँ कतै 1 रुपियाँ भ्रष्टाचार गरेछ भने 3 करोड नेपालीले मलाई जहाँ भेट्नुहुन्छ त्यहाँ बाँधेर जुत्ताले भेट्छ। भ्रष्टाचारसँग सम्बन्धित कुरामा हाम्रो 0 टलरेन्स छ है। हामी सहँदैनौँ भ्रष्टाचार, किनभने त्यो भ्रष्टाचारले गर्दाखेरि हामीले दुःख पायौँ होइन। हाम्रो राजाले दुःख पाउनुभयो, बाउले दुःख पाउनुभयो, हामीले दुःख पाइरहेको छ। हाम्रो छोराले पाउँछ, नातिले पाउँछ, छोरीले पाउँछ, नातिनीले पाउँछ। अनि जहिले 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 तपाईँको यो खालको भिकारीको देश, माग्ने र थाङ्नेको देश बनाएर बस्ने हो त हामी। त्यसो भएको कारणले गर्दाखेरि हामी तपस्यामा छौँ, म तपस्यामा छु, तपाईँ हामी सबैजना तपस्यामा बस्नुपर्छ अब है। त्यसले गर्दाखेरि संयमित बन्नुपर्छ, अनुशासित बन्नुपर्छ, नैतिक बन्नुपर्छ र तपाईँको चाहिँ सदाचारी बन्नुपर्छ, भ्रष्टाचारी बन्नु हुँदैन। कोही कसैलाई कसैले ठगेर, कोही कसैलाई कसैले कुटेर, कोही कसैलाई कसैले लुटेर यो देश बन्नेवाला छैन। हामी सबै मिलेर श्रम गरौँ, यो देश बन्ने तपाईँको सुनिश्चित छ। यहाँहरू सबैजनालाई म त्यो भन्न चाहन्छु, धेरै कुराहरू छन् राख्नै पर्दाखेरि, तर धेरै कुरा नराखौँ। म यति भन्न चाहन्छु अन्त्यमा, बुझ्नेलाई इसारा काफी, नबुझ्नेलाई जिन्दगी भारी है। हामी सबै बुझकी मान्छे हौ, हामी बुझ्छौँ। बुझेपछि अब बुझेपछि हामीले 21 गते के गर्छौँ त, फागुन 21 गते भन्दा चुनाव चिन्ह अञ्जुलीको माटोमा भोट हाल्छ। म यहाँहरूलाई 4वटा कुरा सम्झन मन के अरे अनुरोध गर्छु अन्त्यमा। त्यो दिन तपाईँले हर्क साम्पाङलाई सम्झनु, भोट हाल्ने बेलामा आँखा चिम गरेर। तपाईँको नानीहरूको अनुहार सम्झनु है, नाति नातिना हुन सक्छ, छोराछोरी हुन सक्छ। यो देशको माटो, बर्दिवासको माटोलाई सम्झनु, अनि राष्ट्रिय झण्डालाई सम्झनु, यो झण्डालाई सम्झनु है। 4वटा कुरा सम्झेर भोट हाल्नु। तपाईँको भोट माटो चुनाव भन्दा अन्य जाँदैन, म ग्यारेन्टी दिन्छु। तर त्यो 4वटा कुरा चाहिँ तपाईँले बुथमा पुगेर सम्झिनुपर्छ। ल आदरणीय साथीहरू, अहिले म तपाईँहरूलाई मेरो फेसबुक लाइभ बर्दिवासदेखि तपाईँहरूलाई म जोडिरहेको छु। महोत्तरी जिल्लाको बर्दिवास भन्ने ठाउँबाट म तपाईँहरूलाई प्रत्यक्ष जोडिरहेको छु। एकदम कडाई सुरक्षाको साथमा यहाँनिर श्रम संस्कृति पार्टीको केन्द्रीय अध्यक्ष हर्क साम्पाङज्यू आउनु भएको छ। हामी यहाँ छौँ र तपाईँहरूले म प्रत्यक्ष मेरो फेसबुक लाइभ मार्फत तपाईँलाई जोडिरहेको छु। महोत्तरी जिल्लाको बर्दिवास भन्ने ठाउँबाट तपाईँलाई मैले प्रत्यक्ष जोडिरहेको छु। अध्यक्षज्यूको कुरा सुनेर एकदमै हाँस्दै हुनुहुन्छ यहाँनिर। हाम्रो यो झण्डालाई तपाईँको छैन, यो देश बचाइराख्ने हो कि होइन, हामीले यो झण्डाको साथ सधैँभरि बचाइराख्ने हो भने हामी स्वावलम्बी बन्नुपर्छ। आफ्नो खुट्टामा उभिने मान्छेले मात्रै यो झण्डा पक्रिन सक्छ क्या? आफ्नो खुट्टामा आफै उभिएको छैन, झण्डा फहराउन सक्छ भने हेर्दा मेरो झण्डा तपाईँको छैन, यसो हेर्दाखेरि
तपाईँले साङ्केतिक रूपमा दिनुहुन्छ। त्यसो भएको कारणले गर्दाखेरि यो झन्डालाई बचाइ राख्नको लागि हाम्रो देशलाई बचाइ राख्नको लागि तपाईँ हाम्रो नानीको भविष्य तपाईँ हाम्रो सन्ततिको भविष्य यही देशमा सुनिश्चित गर्नको लागि चुनाव मात्रामा भोट हाल्नुहोला यति भन्न चाहन्छु। अन्त्यमा जय माता जय देश भन्न चाहन्छु।